खेल्नु छ, राम्रो खेल्नु छ, नाम कमाउनु छ, आफ्नो ठाउँको नाम राख्नु छ हैन, आफ्नो घरको आफ्नो आमा बुवाको नाम राख्नु छ, आफ्नो जिल्लाको नाम राख्नु छ, आफ्नो देशको नाम राख्नु छ भने तिमीहरूले आफूले खेल्नु पर्यो। बुझ्यौ? ठाउँ कसैले तिमीहरूलाई दिँदैन, आऊ मेरो ठाउँमा खेल्देऊ भन्दैन। त्यो ठाउँ लिनलाई के गर्नु पर्यो? मेहनत गरेर त्यो ठाउँको लायक बन्नु पर्यो, त्यो ठाउँ त्यससँग छिन्नु पर्यो। एकचोटि त्यसलाई चान्स पायो भने त्यो चान्समा तिमीहरूले डान्स गर्न सक्नु पर्यो, देखाउन सक्नु पर्यो म योभन्दा बेटर छु हैन। चान्स एकचोटि दुईचोटि पाउँछ, त्यही चान्समा तिमीहरूले डान्स गर्ने हो। त्यसको लागि के गर्नु पर्यो? मेहनत गर्नु मात्र भएन, सिरियस हुनु पर्यो। सिरियस जुन ड्रिल गराएछ, जुन एक्सर्साइज गराएछ त्यो आफूले भित्रबाट गर्नु पर्यो। आजको गेमले कोही म सन्तुष्ट छैन, आजको गेमले हामी राम्रो टिमलाई जित्दिनँ, एभरेज टिमलाई पनि हामीले जित्न गाह्रो पर्छ। धेरै खेलिसक्यो, सन्दीप धेरै खेलिसक्यो, एलेक्स धेरै खेलिसक्यो, सबभन्दा बढी हाम्रो यो आकाश खेलिसक्यो, खेले छैन? अब त के खेलेको? सबभन्दा राम्रो राजले खेलिरहेछ। तब त एउटा उमेरको हिसाबले तल खेलेको राज सबभन्दा राम्रो खेलिरहेछ। योभन्दा भविष्यमा मैले राजलाई पनि खेलाउनु पर्यो, हो कि होइन? मुख हेरेर हेर, जो फुटबलको प्रेमी छ, जसले फुटबल विकास गर्छ त्यसले मुख हेरेर खेलाउँदैन, त्यसले खेल हेरेर खेलाउँछ, हो कि होइन?